पोखरा महानगरपालिकामा उजुरी पछ्यौट गर्ने अख्तियार पाएका कर्मचारी नै अख्तियारको फन्दामा पर्नु भएको छ। फाइल पछ्यौट तथा समन्वय समितिमा कार्यरत प्रशासकीय अधिकृत कपिल गिरी घुस लिएको रकमसहित पक्राउ पर्नु भएको हो। गिरी 25,000 रुपियाँ घुससहित बिहिबार दिउँसो 3:30 बजे पक्राउ पर्नु भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका प्रवक्ता राकेश पाण्डेले जानकारी दिनुभएको छ। महानगर कार्यालय बाहिर अख्तियारका कर्मचारीले गिरीलाई घुस रकमसहित पक्राउ गरेको हो। पाण्डेका अनुसार अख्तियारमा उजुरी परेको छ, म मिलाइदिन्छु भन्दै गिरीले अर्का व्यक्तिसँग 1 लाख रुपियाँ माग गर्नु भएको थियो। बिहिबार त्यसमध्ये 25,000 सहित उहाँ पक्राउ पर्नु भएको हो। उजुरीकर्ता ती व्यक्ति पनि महानगरकै कर्मचारी रहेको बताइएको छ। गिरीको जिम्मेवारी पोखरा महानगर र अख्तियार कार्यालयसँग समन्वयकारी भूमिका खेल्ने हो। अख्तियारलाई महानगरको तर्फबाट स्पष्टीकरण दिने, ओडा तथा शाखाहरूबाट राय प्रतिक्रिया लिएर जवाब पठाउने काम उनको रहेको छ। महानगरका अर्का कर्मचारीलाई अख्तियारमा उजुरी परेको छ, म मिलाइदिन्छु भन्दै गिरीले घुस माग्नु भएको थियो। गिरीले कृत्रिम उजुरी खडा गरेर तस्बिर भिडियो नै छ भन्दै झुक्काएर तर्स्याउँदै रकम माग गरेपछि ती कर्मचारीले अख्तियारमा उजुरी दिए।